पलायो काउली पलायो काउली उचालेर लैलै पछाड थापाउली टोटोइस यो बाहिरको रहेछ पानीमा बस्दा ठुलो देखियो यो अर्को चाहिँ काली छ हो साथीहरु यसलाई चाहिँ टिकट पनि फाइनली काटिसकेको छौं तर यो हाम्रो हेलो वेलकम टु माई युट्युब च्यानल सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु आज चाहिँ हामी यता धरान हरियाली चोकमा घुम्नु आएको छौं साथीभाइहरुसित साथीहरु फाइनल्ली र कोही नयाँ साथीहरु हुनुहुन्छ भने हेर्दै हुनुहुन्छ भने युट्युबलाई सब्स्क्राइब गर्नु होला अवश्य अनि आज चाहिँ हाम्रो के छ भने एकछिनमा देखाउन चाहन्छु अनि यदि कोही नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला लेट्स गो नाउ हेलो साथीहरु हाम्रो चाहिँ यो हरियाली सन्देकवन उपसम्म को हरियाली बाल उद्यान प्रवेश शुल्क प्रति व्यक्ति रु एकजना बराबर 25 रुपैयाँ साथीहरु हरियाली सन्देकवन हेलो साथीहरु हामी चाहिँ यहाँ हरियाली चोकमा आइसकेको छौं साथीहरु अनि हामीले चाहिँ टिकट पनि फाइनली काटिसकेको छौं तर यो हाम्रो हरियाली चोकमा चाहिँ अलिकति टिकट काट्ने अलिक भएन साथीहरु एकजना बराबर कति 35 रुपैयाँ अरे के साथीहरु फाइनली 35 रुपैयाँ यो चाहिँ अलिक यो लुट्नु खोजेको हो कि के हो हैन साथीहरु 35 रुपैयाँको एकजना बराबर 35 रुपैयाँको दरले पसिराखेको छौं हामी चाहिँ यहाँ हरियाली चोकमा अब तपाईहरुलाई के कस्तो लाग्छ अब यो लुट धन्दा हो कि हाम्रो चाहिँ अब यहाँ कार्यक्रम सुरु हुँदैछ साथीहरु फाइनल्ली हाम्रो चाहिँ यहाँ हेलो साथीहरु हामीले चाहिँ यहाँ हरियालीको जू खाना पसेको छ साथीहरु यहाँ चाहिँ खोज्छ साथीहरु दुम्सी भनेर चिनिन्छ साथीहरु फाइनली यो यसलाई चाहिँ अब दुम्सी भनिन्छ हामीले चाहिँ हैन हेर्नुस् जोडी रहेछ यहाँ चाहिँ बच्चा पनि सानो रहेछ देख्नु सक्नु साथीहरु हामी चाहिँ अब निगाले बाघ देखाइन्छ यो सानो रहेछ नि बिरालो जस्तो यो चाहिँ निगाले बाघ साथीहरु निगाले बाघ यसलाई चाहिँ यो चाहिँ निगाले बाघ हो फाइनल्ली ए निगाले बाघ साथीहरु यहाँ चाहिँ यहाँ अजिङ्गार यो चाहिँ अजिङ्गार साथीहरु यो चाहिँ अजिङ्गार सर्प है साथीहरु ठुलो छ नि त कोला चाहिँ फेरि अमामा चाहिँ यस्तो राख्नु यो चाहिँ साथीहरुको लागि भनेर अनि हो अजिङ्गार हो यो चाहिँ अहिले चाहिँ अलिक देखिएको छ यहाँ चाहिँ तीनवटा छ साथीहरु यसलाई चाहिँ नीलगाई भनिँदो रहेछ हैन तर यहाँ चाहिँ यो चाहिँ अब हामीले चाहिँ मृग भनिन्छ साथीहरु यहाँ रहेछ मृग चाहिँ दारे यो चाहिँ भाले हो है साथीहरु यो चाहिँ तित्रा र लौकाट पनि भनिन्छ यसलाई चाहिँ इङ्ग्लिसबाट यो चाहिँ तित्रा साथीहरु फाइनल्ली अनि यो चाहिँ टोको भने खतरा टोको भाइ बङ्गा हान्दा रहेछ हैन स्वाट्टै क्या उभो भित्रै पस्दो रहेछ टोटोइस यो चाहिँ यो टोटोइस यो बाहिरको रहेछ पानीमा बस्दा ठुलो देखियो यो अर्को चाहिँ काली छ हो साथीहरु यसलाई चाहिँ काली छ हुन्छ यो चाहिँ टोटोइस हो साथीहरु
टोटल कछुवा पनि भनिन्छ यसलाई चाहिँ। यो चाहिँ कछुवा पनि हो। फाइनल्ली साथीहरू यो चाहिँ हाम्रो यो चाहिँ दारिमी। अब हामीले चाहिँ यसलाई दारिमिर्ग पनि भनिन्छ। यो चाहिँ दारिमिर्ग है साथीहरू। सिङ पनि लामो लामो नै छ निकैको। यो चाहिँ यहाँ चाहिँ खरायो छ साथीहरू। यो चाहिँ यसलाई चाहिँ खरायो ऱ्यापिड पनि भनिन्छ साथीहरू। यहाँ चाहिँ हाँस पनि रहेछ साथीहरू। अनि यसलाई चाहिँ खच्चर पनि भनिन्छ साथीहरू। अनि यहाँ चाहिँ दुम्सी निकै रहेछ साथीहरू। दुम्सी 1 2 दुईटा अनि पर छ एउटा 3टा रहेछ साथीहरू। यहाँ चाहिँ 3टा रहेछ दुम्सी। यो चाहिँ दुम्सी 3टा रहेछ यहाँ चाहिँ। यो खोरमा चाहिँ हरिया साथीहरू। यो चाहिँ राजहाँसहरू हो। यसलाई चाहिँ राजहाँस भनिँदो रहेछ। मकाको कहाँको दैव सम्झेलै भयो आजको खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछु हजार। सर ल्याउडोरी बाटेर धेरको माया लैलै जाउन रे काटेर खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछु हजार। मकैको झुटा पार्यो मलाई लैलै नएता नउता खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछु हजार। पलायो नि गुरु पलाएन लैलै म माथि मन तिम्रो खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछु हजार। अचार मिठो मसिनो सिलमको केटी राम्रो लैलै खोटाङ र इलामको खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछु हजार। दिक्तेल बजार लैलै सम्झनामा आउँछु हजार। पलायो काउली उचालेर लैलै पछाड थापाउली खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछु हजार। आज हामी भेट भएको दिन सम्झो पानी लैलै धमिलो मनकिन खोटाङ जिल्ला दिक्तेल बजार ल साथीहरू। फाइनल्ली आज चाहिँ हाम्रो कार्यक्रम सकिएर साथीहरू अब चाहिँ हामी रुम जाने तर्फ छौँ साथीहरू। यो चाहिँ हरियाली सालको रुखमा चिनिहाल्नुहुन्छ तपाईँहरूले। देखाउनु पनि पर्दैन होला सायद। अनि अब यो चाहिँ हाम्रो हरियालीको चिल्ड्रेन पार्क हो साथीहरू। फाइनल्ली चिल्ड्रेन पार्क हो, हेर्न सक्नुहुन्छ।
अनि यहाँ चाहिँ अनि हेर्नु सक्नुहुन्छ हाम्रो चाहिँ सानो बच्चा भन्दा पनि सानो बच्चा हुनुहुन्छ होइन यहाँ अब खेल्दै हुनुहुन्छ ल हाम्रो चाहिँ साथीहरू फाइनल्ली सबैभन्दा सानो बच्चाहरू छ यहाँ रोडेबिङ खेल्दैछ चिल्ड्रेन पार्कमा हरियालीको देख्नुहुन्छ कता अरे नमिल्ने होला फोनले सिग्नेचर रोकिदिन्छ होला कस्तो आउँछ दाइ अरे नै बबाल ल फाइनली साथीहरू हामी चाहिँ हरियाली चाहिँ घुमिसकेर अब हामी चाहिँ यहाँ टेम्पो त थाहा छँदैछ होला हिँडेको कि केमा हिँडेको मलाई थाहै छैन यहाँ हामा उडे जस्तो लागिरहेछ अब यस्तो स्मुथली गाडी कुरा गरे नै छैन अगाडि यानेस छ यो चाहिँ यानेस हो दुईजनामा यानेसमा दुईजना छ हामी चाहिँ यहाँ पछाडि चारजना छौँ साथीहरू यदि कोही नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला जान्छ नि जान्छ कस्तो जान्छ तिनीहरूमा चाकमा घोचिदेऊ चाकमा घोचिदेऊ न भनेको यार यो चाहिँ हाम्रो दुईजना छ फोन जुत्नु अनि त्यति अचानक झऱ्यो भने यो गाईलाई चाहिँ के भन्छ